फाइनली साथीहरु हामी चाहिँ जम्बुडाँडाको टपमा आइसकिरहेको छौँ। हजुरले यताको दृश्य हेर्न सक्नुहुन्छ। चाहिँ जम्बुडाँडाबाट टपबाट देखिने दृश्य हो। ल आजको चाहिँ 2083 साल 1 महिना 1 गतेको चाहिँ दिन यसरी नै बितिरहेछ है त गाइस। हाम्रो भ्लगमा हजुरलाई वेलकम छ। हजुरलाई देखिन नै मन छ भने कताबाट आउनु भयो त? अच्छा ठीक है समझ गया। हजुर कस्तो भइरहेछ त हजुरको नयाँ वर्षको यात्रा? यता हेरेर भनिदिनु न। यता हाम्रो सोल्टी नि सिङ्गल हुनुहुन्छ। उहाँ सोल्टी यता हेर्नु त। उहाँ सोल्टी सिङ्गल हुनुहुन्छ है। हाम्रो सोल्टी हिरो हुनुहुन्छ उताको। सोल्टी राजा तपाईँको के छ त यहाँनिर? राय सोल्टीले भन्नुपर्ने हुन्छ। सोल्टीको लागि जोडी भेटिसक्यो, मेरो लागि मात्रै बाँकी है। ल साथी हो सोल्टीको लागि फिक्स। सुन्नुहोस् त सोल्टीको लागि फिक्स है। तेजस्वी लोग हैं हमारे पास, कितने शानदार विचार रखते हैं। ल फाइनली गाइस हामीले चाहिँ सोल्टीको लागि कपल मैले भेटिदिइसकेको छु। हेलो एभ्रिवान, शिवाई सबैमा मेरो तर्फबाट चाहिँ। अनि साथसाथै ह्याप्पी न्यु इयर पनि। आज चाहिँ अब हाम्रो 83 सालको पहिलो महिनाको पहिलो दिनै भनौँ होइन। अनि हजुरहरूको चाहिँ नयाँ वर्ष राम्रै बितिरहेछ होला, बित्यो होला। आशा गर्छु सबैको राम्रै बितोस् होइन। अनि अब आउने सालमा पनि सबैजनाको राम्रै होस्। अनि आज चाहिँ म खासै कतै घुम्नु गइनँ। अनि साथीहरूसँग पनि त्यस्तो कतै जाने प्लान पनि भएन। अनि एकछिन अब चाहिँ साथीहरूसँग भेटघाट गरौँ भनेर म निस्किनु आँटेको रुमबाट। अनि अब म चाहिँ रेडीमा छु, रेडी भइसक्यो। अब निस्किँदैछु। अनि सुरुमा चाहिँ म पेट्रोल पम्प जान्छु, त्यहाँबाट त्यहाँ साथी सोल्टीलाई पिक गर्छु। त्यहाँबाट चाहिँ हामी फेरि उता अर्को सोल्टीलाई भेट्नु जानुपर्ने हुन्छ। भिडियो के कस्तो हुन्छ हेर्दै जाऊँ है त गाइस। लेट्स गो। ल फाइनली गाइस म चाहिँ पेट्रोल पम्प आइसकेको छु। अब चाहिँ हामी तेल यहाँनिर फ्युल भरेर निस्किनु पर्ने हुन्छ सोल्टीलाई भेट्नलाई फेरि। यहाँ अब मैले फ्युल भरेर चाहिँ म निस्किने छु गाइज। पैसाको नाममा पनि यति छ यार। आठ सयको राखिदिनुहोस् न दाइ। 800 को राखिदिनुहोस् न दाइ। तेलको भाउ कहिलेतिर घट्ला जस्तो छ त दाजु? हाम्रो तेलको भाउ थाहा छैन है। तेल पनि हाल्नु नसकिने भयो। धन्यवाद। ल मेरो चाहिँ फ्युल पनि भरिसकेँ मैले। 800 को हालेँ गाइस। अनि अब म चाहिँ यहाँबाट निस्किनु पर्ने हुन्छ। टक्क सोल्टीलाई रिसिभ गर्नुपर्ने हुन्छ। मैले चाहिँ अब सोल्टी अलि अगाडि चोकमा बस्नुहुन्छ, बानेश्वर चोक छेउमा। त्यहाँबाट मैले सोल्टीलाई रिसिभ गरेर फेरि हामी टक्क हाम्रो डेस्टिनेसनतर्फ जानेछौँ। आजको प्लान चाहिँ हाम्रो त्यस्तो केही बनाएको छैन यता त्यता जाने भन्ने चाहिँ। अब हामी गएर साथी सोल्टीहरूसँग हामी सल्लाह गरेर कता हुन्छ एकछिन सर्टेन टाइमको लागि एकछिन रिफ्रेसमेन्ट हुनुको लागि निस्किनेछौँ। लेट्स सी भिडियो हेर्दै जाऊँ के कस्तो हुन्छ। अनि हजुर चाहिँ जति पनि मेरो सब्सक्राइबरहरू नयाँ हुनुहुन्छ उहाँहरूलाई पनि थ्याङ्क यू सो मच है त। भन्नाले त्यस्तो धेरै त हुनुहुन्न, मेरो अलरेडी बढाएको छ नि त अहिले सब्सक्राइबर। अब चाहिँ नयाँ सालबाट चाहिँ मेरो रेगुलरै, अनि एउटा कुरा भन्नुपर्दा चाहिँ रेगुलरै मेरो यो नयाँ वर्षबाट चाहिँ भिडियोहरू पनि आउनेछ। कुरा त यो गाइज। मलाई चाहिँ खासै त्यस्तो धेरै बोल्नु पनि आउँदैन होइन। अनि हजुरहरूले चाहिँ भिडियो हेरेर
जे जस्तो लाग्यो नि हजुरहरूले इन्टरटेनमेन्ट गर्नु होला हैन पोजिटिभ कमेन्टहरु गरिदिनु होला हजुरहरूले होप आशा गर्छु अब मेरो पनि यो आउने 83 सालमा चाहिँ कुनै नयाँ कामको सुरुवाती हुने छ कि भनेर अरे के कस्तो राम्री मान्छे हो यार यसो भिडियो हेर्दिउँ न मामा कस्तो राम्री मान्छे हो त यस्तो राम्री मान्छेहरू बाटोमा हिँड्छ भने त यार 83 सालमा त मेरो पनि लभ पर्छ है के हो म नि सिङ्गलै मर्दिन है के हो 83 सालमा त्यस्तो नयाँ मान्छेहरू रोडतिर भेटिन्छ त अरे ल सोल्टी राजालाई कल गरौँ अनि निस्किनु पर्ने हुन्छ हामी ल सोल्टी राजा तल आउनुहोस् न है हजुर म निस्किसकेँ सोल्टी अब निस्किउँ न उता गएर बस्दै गरौँ हामी के भएर होइन उतै गएर बस्दै गरौँला नि सोल्टी के भएर ल हुन्छ सोल्टी राजा के हो साथीहरूले त प्लान चेन्ज गर्न रे के हो फेरि ल फाइनल्ली साथीहरू हामी चाहिँ ठ्याक्कै भन्नुपर्दा अब लभ डाँडा जम्मू डाँडा पनि भन्छ समथिङ यहाँ पुग्नु लागेका छौँ आइयामा यहाँको नजारा हजुरहरूलाई देखाउने नै छु म के कस्तो हुन्छ सोल्टी आज नयाँ वर्षमा कतिको एक्साइटेड हुनुहुन्छ त हजुर एक्साइटेड के हुनु सोल्टी हामी जस्तो छैन यस्तै छ के भन्नु हामी नै भइयो बुङ्गो हेर्दा सोल्टी न साथमा गर्लफ्रेन्ड न जागिर न केही प्रगति जिन्दगी पनि गाह्रो छ साथीहरू गाह्रो छ 82 सम्म चाहिँ सिङ्गलै भइयो होप आशा गरौँ अब 83 बाट चाहिँ हामी पनि मिङ्गल भइन्छ कि यसो कोही ब्युटिफुलहरू सिङ्गल हुनुहुन्छ भने यसो हामीलाई कन्ट्याक्ट गर्नु होला युट्युबमा भिडियो हेर्दै हुनुहुन्छ भने भिडियो मार्फत हामी सिङ्गलै छौँ के भन्ने अब त त्यति नै हामी यताबाट कटौँ होला आजको लभ डाँडाको नजारा कस्तो छ सबैजना बुने भाइ बहिनीहरू डबल हुनुहुन्छ यसरी मिङ्गल होइन हामी चाहिँ सिङ्गल छौँ गाह्रो छ होइन सोल्टी गाह्रो छ हामी चाहिँ जम्मू डाँडा पनि प्रवेश गरिसकेका छौँ साथी हो हजुरहरूले हेर्न सक्नुहुन्छ यहाँको नजारा तर आज मान्छे त्यति धेरै छैन रहेछ है सोल्टी अरू ठाउँ गयो होला समथिङ त्यही भएर हुनसक्छ नारी राम्रो सारीमा भन्थ्यो हो कि के हो पछाडिबाट हेर्दा त राम्रै देख्छ बुनेहरू है फेरि गाइजहरू अन्यथा नसोच्नु होला हजुरहरूले गाइज बुन्नुहरू नि फेरि त्यसो नगरौँ होला सोल्टी हामी अपराध काम नगरिदिउँ होला माथि जानुपर्ने हुन्छ नि सोल्टी राजा हामी बाइक कता हालिदिउँ भन्ने कुरा हो यहीँ खाली रहेछ हौ सोल्टी यहीँ हालिदिउँ है सोल्टी झर्न सोल्टी यतै राखिदिउँ हामी ल फाइनल्ली गाइज हामी जम्मू डाँडा प्रवेश गरिसकेका छौँ
निस्किम सोल्टी यताबाट जाउँ है यहाँबाट गएर चाहिँ यस्तो झर्ने होला सोल्टी इन्डिङ पोइन्ट के कसो गर्ने सोल्टी जसो गरे नि हुन्छ अब सोल्टी एकछिन बिजी हुन्छ भने भने त टाइम पास गरेर जाउँ न होइन के गर्दै बस्ने त हुँदा नम्बरी सुन होइन माया के पो गाना पनि बिर्सेछु हौ सोल्टी मैले यार ल फाइनली गाइज हामी चाहिँ जम्मू डाँडाको टपमा आइसकिरहेको छौँ हजुरहरूले हेर्न सक्नुहुन्छ यताको नजारा सोल्टी राजा कस्तो लागिरहेछ हजुरलाई एकदम दामी होइन यता हुनुहुन्छ हाम्रो सोल्टी राजा आजको हाम्रो न्यु इयर चाहिँ यतै मनाइरहेको छौँ हामीले चाहिँ नजारा चाहिँ यताको यस्तै छ हामी चाहिँ डाँडामा पुग्नु चाहिँ बाँकी नै छ साथी हो डाँडामा देखाउने छौँ हजुरहरूलाई अर्को दृश्य चाहिँ तर यसको क्याप नलिएर सोल्टी यो कस्तो यत्रो देख्दो रहेछ कि यसको ल यता हेरिदिनुहोस् न त हजुरले देखाइदिउँ हजुरलाई हाम्रो भ्लगमा हजुरहरूलाई वेलकम छ हजुरलाई देखिने नै मन छ भने कताबाट आउनुभयो त हजुर कस्तो भइरहेछ त हजुरको नयाँ वर्षको यात्रा यता हेरेर भनिदिनु न यता हाम्रो सोल्टी नि सिङ्गल हुनुहुन्छ उहाँ सोल्टी यता हेर्नु त उहाँ सोल्टी सिङ्गल हुनुहुन्छ है हाम्रो सोल्टी हिरो हुनुहुन्छ उताको सोल्टी राजा तपाईँको के छ त यहाँनिर राय सोल्टीले भन्नुपर्ने हुन्छ सोल्टीको लागि जोडी भेटिसक्यो मेरो लागि मात्रै बाँकी है ल साथी हो सोल्टीको लागि फिक्स सुन्नुहोस् त सोल्टीको लागि फिक्स है ल फाइनली गाइज हामीले चाहिँ सोल्टीको लागि गप्पा मैले भेटिदिइसकेको छु होइन बस्दैन उहाँको मर्जी अनुसार हो नि त अब एकछिन हामी यता होल्ड हुनुपर्ने हुन्छ हामी चाहिँ अब फाइनली भन्नुपर्दा चाहिँ गाइज टपमा आइपुग्नु लागेको छौँ तर आज क्यामेराको क्वालिटी चाहिँ कस्तो लो आयो जस्तो आइरहेछ त ठिकै छ सोल्टी ल फाइनली गई चाहिँ अब हामी मासतिर गएर हजुरहरूलाई अरू दृश्य देखाउनेछौँ ल फाइनली गई हामी चाहिँ यता छौँ जम्मू डाँडाको लगभग हामी चाहिँ टप यसलाई चाहिँ टप नै भन्छ होइन सोल्टी डाँडा यो चाहिँ सब हो होइन यता आउनु गाइजहरू अनि यहाँ माथिबाट चाहिँ हाम्रो भ्यू देख्न सक्नुहुन्छ हाम्रो जम्मू डाँडाको देखाइदिउँ फाइनली गई हजुरहरूले चाहिँ जम्मू डाँडाको भ्यू हेर्न सक्नुहुन्छ तल चाहिँ डान्स भइरहेछ हजुरहरूले हेर्न सक्नुहुन्छ ल फाइनली हाम्रो चाहिँ घुमघाम रमाइलो भइरहेछ साथीहरू जम्मू डाँडातिर डान्स पनि बबाल भइरहेको रहेछ अगाडि हजुरहरूलाई देखाउँछु लगाइछु म तर राम्रो देख्दैन रहेछ सोल्टी यहाँबाट त तर ज्यादा जुमै भएन के मेरोमा जुमै भएन क्या सोल्टी तपाईँको चाहिँ भरे त सेरेर हाल्नुपर्छ होइन सोल्टी हावा लास्टै बबाल चलिरहेको छ साथी हो यहाँ चाहिँ सक्नुहुन्छ दृश्य ल फाइनल्ली गए चाहिँ हामी चाहिँ के भन्छ जम्मू डाँडा भिजिट गरेर पनि फर्किँदैछौँ सोल्टी राजा कस्तो लाग्यो त हजुरलाई एकदम ठिक सोल्टी होइन अब यस्तै छ बाबाले भ्यूमा बाबाले हाल्नुहुन्छ त्यही त बाबाले भइसक्यो हाम्रो यताको भिजिट चाहिँ हाम्रो आजको नयाँ वर्ष चाहिँ अनि यता चाहिँ यहाँ ग्राउन्ड पनि छ हजुर नयाँ हुनुहुन्छ भने चाहिँ गाडी ल
फाइनल्ली गाइस हामी चाहिँ अब निस्किसकिरहेको छौँ यहाँ जम्बु डाँडाबाट चाहिँ हजुरले हेर्न सक्नुहुन्छ। जेस अहिलेको घुमघाम चाहिँ हाम्रो बबालै भयो। सुली राजा रमाइलो भएन त एकदमै बवाल भइसकिरहेछ यहाँ चाहिँ। सुल्टी लिफ्ट दिनुपर्छ। सुल्टीले कुटै खुवाउनुहुन्छ होला है। 160 मा भगाउने न हामी त साधन नछोइ गर्नु खोइ हो त रहेछ त। ए सितन हुन्छ है भरेको लागि तपाईँको हो हजुर। ल फाइनल्ली गाइज हामी चाहिँ फेरि यता सोल्डीकोतिर आइपुगिसकिरहेको छौँ। तपाईँहरू हो एकदम सोल्टी राजा सोल्टी के हो। ल फाइनल्ली गाइज हामी चाहिँ यहाँबाट निस्किसकेको अवस्था छ। क्यामेरामा सोल्टी हामी चाहिँ यहाँबाट निस्किसकिरहेको छौँ गाइज। हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ टक्क नारायणटार पुल भन्छ यसलाई चाहिँ। ए भाइ गुले च्यापा छ कि तँलाई स्वाटै छिराउँछ यस्तो देख्छ रिस उठ्छ है मलाई। बहादुर खोलातिर छैन कता जाने सोल्टी खोलातिर 3900 भनेपछि त 3900 मा नि 3900 मा त 12वटा होला सोल्टी। 50 रुपियाँ बढी दियो नि त हाफको होइन सोल्टी। अनि 12वटा देश त अलिकति महँगै लिन्छ नि सोल्टी। सुन केसरी हावा तिम्रो सरर गाना पनि आउँदैन हौ सोल्टी। फाइनली भन्नुपर्दा हामी चाहिँ अहिले ओके सोल्टी ओके सोल्टी। सोल्टी लिक्विड सप चाहिँ हामीले यहाँ देखिसकेका छौँ गाइज। यसो बुझ्नुपर्ने हुन्छ यहाँ यसो अलिकति दारू पानी यहाँ रहेछ सोल्टी। एक लट बुझौँ सोल्टी चाहिँ कस्तो हुँदो रहेछ। आधी त्यो यो आधी गरौँ न त छवटा त्यो गरिदिनु न। होइन त्यो पनि टेस्ट लिउँ भनेर दाइ कस्तो रहेछ नयाँ टेस्ट। होइन मिक्स हुन्छ होला सोल्टी एउटै खाउँ है भरे त्यो यही गरिदिनु दाइ। के लानु होला ब्यागमा हाल्नु झोलामै हालौँ सोल्टी तर फुट्छ होला झोलामा फेरि। चेपेर राखौँ न फेरि लकडाउन जानु आँटेको कि त्यता पुलिसले कार्टुन लग्नु दिँदैन होला अहिले देख्यो भने फेरि। ल फाइनल्ली गाइज हामी चाहिँ यसो दारू सारू लिएर लप डाँडा आइपुग्नु आँटेको अवस्था छ। हामी चाहिँ लप डाँडाको अब
नजिकै छौँ जम्बू डाँडा पनि भन्छ क्या समथिङ यसलाई सुन केसरी हावा तिम्रो फरर ल फाइनली गाइज हामी चाहिँ यहाँ जम्बू डाँडामा एकछिन रमाइलो गऱ्यौँ अनि हामी चाहिँ अब फर्किँदैछौँ फेरि यहाँबाट हाम्रो डेस्टिनेसन कता हुन्छ थाहा छैन अब होप हेर्दै जाउँ कताको हुन्छ म क्यामेरामै छु भाइ राजा अरे